भयो नभ स्थल जल पृथ्वी रूप आदि सबैहरू महर्षि आदि गरेका ऋषिहरू सप्त ऋषि आदि गरेका काश्यप मरीचि गरेका ऋषिहरू के गर्नुभयो ब्रह्माजीले सृष्टि गर्नुभयो। समय बित्दै थियो द्वापरको अन्त्यमा गएपछि ऋषिहरूलाई चिन्ता भयो अब कलियुग लाग्न आएको छ। कलियुगमा मनुष्यले धर्म कर्म कसरी गर्दा बढो चिन्ता भयो र के गर्नुभएको छ ऋषि मुनिहरू सबै लोकको हित गर्नका निमित्त सुरम्य भनेको अत्यन्त पवित्र स्थान नैमिषारण्य क्षेत्रमा भगवानको चर्चा परिचर्चा गरेर रहनुभयो। त्यहाँ चर्चा धर्मको चर्चा गरिराख्नु भएको थियो। त्यसै बेला व्यासका अत्यन्त प्रिय शिष्य सुतजी आउनुभयो। हरिगुण गाउँदै सुतजी आएको देखेर शौनकादि ऋषिहरूले के गर्नुभयो स्वागत गर्नुभयो। आउनुहोस् बस्नुहोस् कस्तो हुनुहुन्छ कुशल हुनुहुन्छ भनेर सोध्नुभयो र उहाँलाई उच्च आसनमा राख्नुभयो। र शौनकादि ऋषिहरूमा शौनकजी सबैभन्दा ज्ञानी हुनुहुन्थ्यो। उहाँले हात जोडेर आदरको साथमा प्रश्न गर्नुभयो। को संकल्प भन्दाखेरि सुतजीसँग बद्वाञ्जलि इमाम वाचम प्रपत्सम विनयान्वितम आदरको साथमा विनयको साथमा के गर्नुभयो प्रश्न गर्नुभयो। र महर्षि सुतज्ञ सर्वज्ञ कलिकाले सनगते महर्षि सुतजी तपाईँ सबै थोक जान्नुहुन्छ। सर्वज्ञ भनेको सबै थोक जान्नुहुन्छ। कलिकाल चाहिँ नजिकै आउन लागिरहेको छ। यी मनुष्यमा भक्ति कसरी होला कुन प्रकारले भक्ति होला भक्ति हुने कुनै उपाय बताइबक्नुहोस् न। तपाईँ त साक्षात भगवानको स्वरूप हुनुहुन्छ। कलियुगमा पाप कर्ममा मन गएका हुन्छन्। वेदका विद्या पढ्दैनन् जीवनको कल्याण कसरी होला। अन्नमा प्राण गएका हुन्छन्। थोरै आयु भएका हुन्छन्। निर्धन हुन्छन्। अनेक प्रकारका पीडाले पाकिरहेका हुन्छन्। नाना पीडा प्रपीडिता अनेक प्रकारको पीडामाथि पीडा थपिरहेको हुन्छ। र शास्त्रमा बताएअनुसार कर्महरू हुन सक्दैन। नभएपछि के हुन्छ सुकृति भनेको राम्रो कर्म नभएपछि मनुष्यको मन कहाँ जान्छ अरे प्रवृत्ति कर्ममा जान्छ अरे पाप कर्ममा जान्छ र विनष्ट हुन जान्छ अरे र ठुल्ठुलो प्रलयहरू हुन जान्छ अरे भूकम्प आदि आउन सक्छ अरे र गमिष्यन्ति दुराशय भनेको टाढाको आश लिएर बसेका हुन्छन्। दुराशय भनेको टाढाको आश लिएर बसेका हुन्छन्। त्यस्तो केही थोरै गरेको पुण्यले पनि के हो ठुलो पुण्य हुने उपाय बताइदिनु। थोरै श्रमले गरेको कार्यले पनि ठुलो पुण्य हुने कुनै उपाय बताइदिनुहोस् न। स्वल्प श्रमै स्वल्प वित्तै स्वल्पकालै च सत्तम यथा भवेत् महापुण्यं तथा कोदय श्रुतन। थोरै श्रमले गरेको थोरै धनले गरेको कार्य भक्तिले गरेको कार्यले ठुलो पुण्य महत् पुण्य भनेको ठुलो पुण्य हुने कुनै उपाय बताइबक्छु। तपाईलाई त साक्षात व्यासजीले भगवानले शिक्षा धारण गरेर आज धरामण्डलको रक्षा गर्न तपाईँलाई पठाउनु भएको छ। तपाईँ त ज्ञानले परिपूर्ण हुनुहुन्छ। जसले ज्ञान पाएर अर्कालाई सन्तोष गराउँछ भने भगवान पनि खुसी हुनुहुन्छ अरे सन्तोष हुनुहुन्छ। आज तपाईँ त साक्षात भगवानको स्वरूप हुनुहुन्छ। केवल मनुष्यको रूप मात्र धारण गरेको हरि समान हुनुहुन्छ प्रभु तपाईँ। र व्रतले तपस्याले व्रत गरेर हुन्छ कि हरि कीर्तन गरेर हुन्छ कि माला जपेर हुन्छ कि कसरी भगवानलाई प्राप्त गर्न सकिन्छ त्यो चाहिँ उपाय बताइबक्छु। तपाईँ त मुनि सार्नु नभनेको जङ्गलमा सिंह सबैभन्दा ठुलो हुन्छ। आज मनुष्यको लागि तपाईँ सबैभन्दा के हुन्छ श्रेष्ठ हुनुहुन्छ। सुतजी बडा खुसी हुनुभयो। यो प्रश्न सुनेर धन्य हुनुहुन्छ हे शौनकादि ऋषिहरू। साह्रै राम्रो प्रश्न गर्यो। यो प्रश्नको यो कथा मात्रै सुन्नाले सबैको हित हुन्छ कल्याण हुन्छ। र यी कथा श्रवण गर्नाले सबै पापहरू के हुन्छ भस्मसात हुन्छ जलेर जान्छ पाप प्रणाशिनी। यम कथा भक्षामि कथा पाप प्रणाशिनी। यो कथा सुन्नाले मात्रैको पापहरू के हुन्छ जलेर जान्छ। यम श्रुतम मुञ्चते जन्तु। यो कथालाई जन्तुहरू प्राणीहरूले पनि सुन्यो भने कुनै पनि भयमा परेका प्राणीहरूको पनि उत्थान हुन्छ भनेर शौनकादि ऋषिहरूलाई सुतजीले यो बताउनु भएको कथा स्कन्द पुराणमा उद्धृत गरिएको कथालाई हामीले पहिलो अध्यायमा वर्णन गर्यौं। हरै नमः। बोलिए सत्यनारायण भगवान की जय। नारायण भगवान की जय। गोविंद हरे मुरारी नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारी।
हे नाथ